त्यही राधे। आज चाहिँ म यो भूमिरज सम्बन्धी विषयलाई लिएर आएको छु र यहाँ धेरैजना हाम्रा भक्तहरूले प्रश्न गर्नुहुन्छ, गुरुदेव यो भूमिरज आरम्भ भयो अरे नि खात पनि भन्नुहुन्छ, कतिपयले आम्ती भन्नुहुन्छ। अनि यो बेलामा चाहिँ लु मन्दिर पूजा गर्न हुँदैन रे, धर्म कर्म गर्न हुँदैन, नित्य कर्म गर्नु पनि हुँदैन भनेर नाना प्रकारको एउटा त्रासहरू चलेको छ। र यो विषयमा म प्रश्न गर्न चाहन्छु कि वास्तवमा भूमिरज भन्ने शब्द के हो त भन्दाखेरि भूमि भनेको पृथ्वी, रज भनेको रजस्वला अवस्था। अर्थात् हामीहरूको एउटा पारम्परिक एउटा के छ त भन्दाखेरि पृथ्वीको संरक्षण गर्ने, वन जङ्गल प्रकृतिको संरक्षण गर्नको लागि हामीहरूले एउटा डर अथवा एउटा कुनै प्रकारको एउटा देखाएर यो पृथ्वी चाहिँ अहिले यो बेलामा यस्तो खालको रजस्वला भएको बेलामा खनजोत गर्नु हुँदैन भन्दाखेरि मानिसहरूलाई अलिकति एउटा सतर्कता हुन्छन् र प्रकृतिको संरक्षण गर्नको लागि विशेष गरिकन यो भूमिरज भनिकन राखिएको 3 दिन भए पनि 4 दिन भए पनि कमसेकम खेत वन जङ्गलहरूको विनाश नहोस्, प्रकृतिको संरक्षण होस् भन्नको लागि मानिसलाई के भन्दाखेरि चाहिँ अलिकति सम्झना आउँदछ, अलिकति डर लाग्दछ, पाप भन्ने कुरो के लाग्छ कि भन्नको लागि यो भूमिरज भनिकन भनिएको। वास्तवमा कुनै पनि देवीहरू कहिले पनि त्यस्तो खालको रजस्वला पनि हुनुहुन्न, न कुनै पनि शास्त्र पुराणहरूमा कहीँ पनि लेखिएको छैन लक्ष्मी माता, सरस्वती माता, दुर्गा माता 4 दिनसम्मको अशुद्ध भएर बस्ने भन्ने खालको। यो त हामीहरूको साधारण मान्छेको प्रकृति हो, भगवानमा त यो कुरो चल्दैन नि त। विशेष गरिकन यहाँ चाहिँ के छ भने हामीहरूको यो असम क्षेत्रमा पनि विशेष गरिकन असमिया सम्प्रदाय, हामीहरूको बङ्गाली सम्प्रदायमा चाहिँ धेरै गरिकन यो मान्ने गरिन्छ। तर अरू उत्तर भारत, दक्षिण भारतमा जानुस्, चाहे वैष्णो देवी होस् अथवा जुनसुकै देवालयमा, भारतमा कतिपय ठाउँमा थाहा पत्तै हुँदैन, कहिले भूमिरज आयो कहिले गयो केही पनि थाहा पत्तै हुँदैन। र यहाँ चाहिँ के छ त भन्दाखेरि कामाख्या मन्दिरलाई केन्द्रित गरेर शक्तिपीठ भनिकन मानिएको छ। र जसरी कुम्भ मेला भनिन्छ त्यो प्रयागमा त्रिवेणी सङ्गमहरूमा, त्यस्तै प्रकारले यहाँ पनि एउटा मेलाको आयोजन गरिन्छ, त्यसमा साधु सन्तहरूको समागम हुन्छ र यस कारणले गर्दाखेरि त्यो मन्दिरहरू 3 दिनसम्म बन्द गरिने एउटा प्रचलन छ। र यो वास्तवमा के हो त भन्दाखेरि असार महिनामा सूर्य जतिखेर मिथुन राशिमा प्रवेश गर्दछन् त्यतिखेर त्यो दिन आर्द्रा नक्षत्रमा सूर्य नक्षत्र प्रवेश गरेको समयलाई यो भूमिरज भनिकन मान्ने एउटा प्रचलन छ। हामीहरूको चाहिँ नेपालीमा 8 गतेदेखिबाट लिएर भूमिरज भनिकन मानिएको छ। र यसलाई यो प्रकृतिको माने एउटा नियम मात्रै हो। र एउटा शास्त्र पुराणहरूमा कालिका पुराणमा चाहिँ अलिकति वर्णन गरिएको छ कि के छ त भन्दाखेरि आषाढे शुक्ल पक्षे तु त्रिदिनम रजस्वला मही तस्याम कृषि कर्मादि वर्जयेत प्रयत्नतः। असार महिनाको शुक्ल पक्षदेखिबाट लिएर